हाई एभ्रिवान, मेरो नाम हो सागर एन्ड आज हामीले दराज एपबाट मगाएको माइक एन्ड यो माइकलाई के कस्तो छ, यसको फिचर के छ, फुल अनबक्सिङ गरेर एन्ड तपाईँलाई टेस्ट पनि गरेर हेराउने नै छौँ। एन्ड सो ढिलो नगरी हाम्रो भिडियोतिर लागौँ त। सो गाइज, यसलाई फर्स्ट अफ अल चाहिँ अनबक्सिङ गर्न लागेको छौँ हामीले। यसलाई चाहिँ प्याकेजिङ के चाहिँ गाइज यस्तो दराजको आउँछ, तपाईँलाई थाहै छ यस्तो प्याकेजिङ आउँछ। अनि यहाँनिर चाहिँ के दिएको छ, म्यानुअली युज गर्ने चाहिँ के दिएको छ होइन। एन्ड यस्तै बिलहरू आउँछ गाइज, यसमा चाहिँ मिलाउने हुन्छ। सो यसलाई चाहिँ हामी साइड गरौँ। एन्ड यो रहेको छ हाम्रो माइक एन्ड यो माइकको नाम रहेछ गाइज, खोइ यसमा नामै छैन त गाइज यसमा। उबुई एन्ड गाइज यसको नामै रहेछ चाइनिजमा छ एन्ड यसलाई डब गरेर हेर्नुपर्ने हुन्छ हामीलाई। वायरलेस माइक्रोफोन एन्ड अनबक्सिङ। सो यसलाई कहाँबाट यस्तो मजाको प्याकेजिङ गरेको छ गाइज यसलाई त। प्रिमियम फिल हुँदैछ गाइज, प्रिमियम ऱ्याप। एन्ड गाइस यो रहेको छ कभर एन्ड यो चाहिँ हाम्रो यस्तो मेनुअली यो पढेर गाइडलाइन हुन्छ होइन। एन्ड यो चाहिँ हाम्रो मेन थिङ एन्ड यसलाई हेर्ने छौँ। एन्ड यहाँनिर यस्तो बक्स आएको छ एन्ड यसमा चाहिँ केबल हुन्छ होला। हो गाइस, यसमा चाहिँ चार्जिङ केबल छ। सो यसमा चाहिँ के छैन, यसलाई चाहिँ हामी साइड गरौँ। एन्ड यो हाम्रो मेन चिज एन्ड यस प्रकारको रहेको छ। एन्ड गाइज यो रहेको छ वायरलेस माइक। गाइज यस्तो प्रकारको आएको छ हाम्रो माइक चाहिँ, यस्तो रहेको छ। सो गाइज अब चाहिँ हामी यसमा कनेक्ट गर्नेछौँ हाम्रो। एन्ड गाइज यसलाई कनेक्ट गर्न एकदमै इजी रहेको छ यो माइक्रोफोनलाई, केही गर्नु पर्दैन। फर्स्ट अफ अल यो रहेको छ होइन। एन्ड यो निकाल्दै बित्तिकै चाहिँ यहाँनिर यो दुईवटा लाइट हुन्छ यहाँ होइन। एन्ड यो यस्तोमा कनेक्ट हुँदै रिसिभरलाई गर्दै लाइट ब्लिङ्क हुन थाल्छ। एन्ड यहाँनिर चाहिँ यसलाई निकाल्दाखेरि अन छ यो। एन्ड यो गाइस केही गर्नु पर्दैन, यहाँ मात्र अन अफ बटन छ, यहाँनिर क्लिक गर्नुभयो भने यो अटोमेटिकली कनेक्ट हुन्छ। एन्ड अहिले म चाहिँ यो भिडियो छ यो बनिरहेछ, यो कनेक्ट भइसकेको छ मोबाइलमा, केही गर्नु पर्दैन, सो इजी। एन्ड साउन्ड तपाईँलाई नोइज क्यान्सलेसन गर्नु छ भने यहाँनिर अझै एकपल्ट बटन थिच्नु पऱ्यो भने यहाँ रेड कलरको बत्ती बढ्ने हुन्छ। एन्ड यहाँनिर चाहिँ इजिली तपाईँले थिच्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ रेड कलरको बत्ती बल्यो। एन्ड यो बलेपछि तपाईँ बुझ्न सक्नुहुन्छ कि मेरो नोइज क्यान्सलेसन फिचर अन भयो भनेर। एन्ड यहाँनिर चाहिँ म तपाईँलाई भिडियो हेराउँछु गाइस। सो गाइज तपाईँले हेर्नुभयो कि यो माइक्रोफोनबाट चाहिँ यो भिडियो बनिरहेको छ एन्ड के कस्तो साउन्ड छ तपाईँलाई चाहिँ म त सुनिरहेको छुइनँ, बट तपाईँले सुनिरहनु भएको छ, तर के कस्तो छ भन्नु होला कमेन्टमा। सो गाइज यो रहेको छ ओभरअल हाम्रो यो रहेछ माइक्रोफोन। एन्ड यो माइक्रोफोन तपाईँलाई के कस्तो लाग्यो एन्ड यसको चाहिँ हामीले चाहिँ फुल डिटेल पनि बनाउने छौँ। यसको कति टाढासम्म छ, कति ब्याट्री ब्याकअप छ, हामी त आज भर्खर अनबक्सिङ गरेकोले यस्तो छ। एन्ड हामीले तपाईँलाई फुल इन्फर्मेसन दिनु छ यो तपाईँलाई कति टाढोसम्म चाहिँ क्याप्चर गर्छ त। एन्ड यसमा भनेको छ 60 मिटर भनेर होइन। एन्ड यसमा चाहिँ 60 मिटर भनेछ। एन्ड हामीले तपाईँलाई A to Z भन्नु नै छौँ। हस् त गाइज, यो तपाईँलाई यो भिडियो कस्तो लाग्यो, यदि राम्रो इन्फर्मेसन लाग्यो भने तपाईँले यो भिडियोलाई लाइक कमेन्ट सेयर एन्ड च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। हस् त धन्यवाद, हामी छिटै नै मिल्छौँ अर्को भिडियोमा नयाँ टपिकमा। हस् त धन्यवाद, बाई बाई।